अन्ततः दर्शक श्रोताहरू भुन्टीको जीवनमा खुसीका लहरहरू छाइसकेका छन्। हो साथीहरू, अन्ततः भुन्टीले भूपेन्द्रसँगको सबै नाताहरू तोडेर मास्टरसँग विवाह गरिसकेकी छिन्। अब भुन्टीको नयाँ जीवनको सुरुवात भने भइसकेको छ। हो साथीहरू, भुन्टीले भने भूपेन्द्रलाई सधैँभरिको लागि त्यागेर मास्टरसँग विवाह भने गरिसकेकी छिन् र अब मास्टरले भुन्टीलाई एकदमै धेरै खुसी दिने अनि भुन्टीलाई धेरै पढाउने बाचा पनि गरिसकेका छन्। साथीहरू, यदि तपाईहरूलाई पनि मलाई जस्तै मास्टर र भुन्टीको विवाह हुँदा खुसी लागिरहेको छ भने कमेन्ट बक्समा म खुसी छु भनेर लेखी भिडियोलाई अन्तिमसम्म हेरेर साथ, सपोर्ट अनि माया दिन पनि अवश्य नभुल्नुहोला। विगतको लामो समयदेखि भूपेन्द्रले आफ्नी श्रीमती अर्थात् भुन्टीलाई एकदमै धेरै दुःख दिइरहेको कुरा त हजुरहरूलाई पनि थाहा नै होला। हो साथीहरू, भूपेन्द्रले भुन्टीलाई एकदमै धेरै दुःख, कष्ट, पीडाहरू दिने गरिरहेका नै थिए। घरमा त्यति असल श्रीमती अर्थात् भुन्टी हुँदै पनि बाहिर अर्कै केटीहरू डुलाएर हिँड्ने भूपेन्द्रले त्यस्ता अनैतिक कामहरू गरिरहेका नै थिए। सायद आज भूपेन्द्रलाई त्यही कर्मको पाप लागेर होला भूपेन्द्र त्यो अवस्थामा छन् भने भूपेन्द्रलाई त्यति धेरै माया गर्ने अर्थात् भुन्टी पनि अब भूपेन्द्रको साथ छोडेर सधैँको लागि निस्किने भइसकेकी छिन्। साथीहरू, टोकलेले र मास्टरले सल्लाह गरे अनुसार अबका दिनमा भूपेन्द्रले एकदमै धेरै दुःख पाउने भइसकेका छन्। साथीहरू, मास्टरले भने भुन्टीको एकदमै धेरै ख्याल वास्ता गरिरहेका नै हुन्छन्। भुन्टी हराएको बेला बरु भूपेन्द्रलाई कुनै पनि प्रकारको चासो थिएन, तर मास्टरले भने भुन्टीलाई खोज्नको निम्ति धेरै भौतारिरहेका थिए। बारम्बार टोकलेलाई फोन गरेर भुन्टी भेटिन् कि नै, भुन्टी कस्तो अवस्थामा छिन्, भुन्टीलाई के भयो, के खाइनलिन् भनेर बारम्बार भुन्टीको बारेमा चिन्ता लिइरहेका थिए। हो, त्यो नै एउटा असल र चोखो माया हो जो भुन्टीले पनि बुझ्न पुगिन्। जब टोकलेले आफै गएर मास्टर यस्तो यस्तो मान्छे हो, मास्टरले तिमीलाई एकदमै धेरै मन पराउँछन् र बाँकी जीवन त एक्लै काट्न एकदमै धेरै गाह्रो छ नि बुझ्ने भुन्टी, त्यसैले तिमीले मास्टरसँग अब विवाह गर्नुपर्छ भनेर टोकलेले भनिसकेपछि भुन्टीले पनि आफ्नो दाइ अर्थात् टोकलेको कुरा काट्न नसकेर मास्टरसँग विवाह गर्ने निधो भने लिइसकेकी थिइन्। तर साथीहरू, उता जेरी, भूपेन्द्र, श्रेया, भुवन अर्थात् भूपेन्द्रको घर परिवार सबैको हावा भने टाइट भइसकेको छ। सम्पत्तिको हिस्सा नबच्ने भइसकेपछि भूपेन्द्र त निराश छन्, अझ साथसाथै बालकुमारी र भीम पनि निराश भइसकेका छन्। भीमले भने त्यही सम्पत्तिलाई धितो राखेर विदेश गएर कमाउला भन्ने सपना देखेका थिए, तर यस्तो केही पनि हुने नभइसकेपछि भीम र बालकुमारी भएर भुन्टीको घर परिवारलाई थर्काउनको निम्ति भुन्टीको घरमा पुगेको दृश्य त हजुरहरूले पनि देख्नु नै भएको होला। साथीहरू, जसरी भूपेन्द्रले भुन्टीलाई दुःख दिएका थिए त्यसै गरी भूपेन्द्रका दुःखका दिनहरू भने फर्किसकेका छन्। साथीहरू, मास्टरले भुन्टीसँग विवाह गरेसँगै मास्टरको मुहारमा भने अलग्गै मुस्कान चम्किरहेको छ। वर्षौँदेखि चाहेकी भुन्टीलाई आफ्नो बनाउन पाइसकेपछि मास्टर भने एकदमै धेरै खुसी भइसकेका छन्। उनले भने भुन्टीलाई धेरै पहिलादेखि एकदमै धेरै माया गर्ने गर्थे। भुन्टी बिना बाँच्नै नसक्ने मास्टरले अन्ततः भुन्टीलाई आफ्नो बनाएरै छाडे र भुन्टी पनि एकदमै धेरै खुसी छिन्, किनभने भुन्टीलाई थाहा छ मास्टर कस्तो किसिमको व्यक्ति हो भन्ने। पछिल्लो केही समयमा भुन्टी बाटोमा बेहोस भएर लडिरहेको अवस्थामा पनि मास्टरले भुन्टीलाई अस्पताल लगेर भुन्टीको ज्यान बचाएका थिए।
त्यसै कारणले पनि भुन्टीले मास्टरको बानी बेहोरा संस्कार कस्तो छ भनेर राम्रोसँग थाहा पाइसकेकी छिन्। त्यसैले भुन्टी पनि यो विवाहलाई लिएर खुसी भइरहेकी छिन्। अझ हामी भुन्टी सिरियल हेर्ने दर्शक श्रोताहरू त भुन्टी र मास्टरको विवाह भएको देख्दा एकदमै धेरै खुसी पनि भइसकेका छौँ। साथीहरू, यो घटनालाई लिएर एकदमै धेरै दुखित भुवन पनि बनिरहेका छन्। भूपेन्द्रले जति नै सुकै गल्ती गरे पनि भुन्टी मिलेर बसन भन्ने भुवनको मुखमा भने बुझो लागिसकेको छ। साथीहरू, अब भने भुन्टीले जे गरिन् एकदमै धेरै ठिक गरिन्। भुन्टीका खुसीका दिनहरू अब बल्ल फर्किनेछन्। साथीहरू, तपाईहरूलाई के लाग्छ? भुन्टीले विवाह गरेर सही गरिन् कि गलत गरिन्? तपाईहरूलाई के लाग्छ? आफ्नो प्रतिक्रिया कमेन्ट बक्समा दिन पनि अवश्य नभुल्नुहोला। हस्त साथीहरू, भिडियो एकदमै धेरै लेट आएको छ। हेरेर खुसी हुनुभयो भने भिडियोलाई एक लाइकसँगै च्यानललाई सब्सक्राइब गर्न पनि अवश्य नभुल्नुहोला। हस्त साथीहरू, आजको लागि यति नै। म ड्रिम रिभ्यू हजुरहरूको सामुबाट बिदा भएँ। धन्यवाद।